अहिलेको सिचुएसनमा अब धेरै कुराहरू भइरहेछन् विगत हालसाल अनि धेरै कुरा जोडिन्छन् पनि। तर अहिले तत्कालकोमा अहिले चाहिँ आजको जुन समाचार छ त्यो चाहिँ मैले अब कतिको सत्य हो कतिको असत्य हो तपाईँहरूले नि जान्नुहोस् होइन। तर अब यदि तपाईँको दुर्गा प्रसाईलाई समातेको हो भने जुन चाहिँ यसो न्युज हेर्दाखेरि पोस्टहरू हेर्दाखेरि हो जस्तै देखिन्छ, त्यो क्यालकुलेटिभ मुभ चाहिँ हो है। किन भन्दाखेरि त्यो उसलाई पक्र्नु अस्ति उसले जुन स्टेटमेन्ट दिइसक्यो कि शान्ति र्याली जस्तै हुन्छ, कुनै हिंसा हुँदैन, त्यो भन्न साथ के गराउँछ भन्दाखेरि उसलाई त्यो सेफ स्पटमा हुनुपर्ने हो होइन। तर त्यो बोल्दा बोल्दै उसले त्यो नबोले भए अर्को कुरा, तर उसले त्यो स्टेटमेन्ट दिइसके पछाडि पनि उसलाई समातेर लिएर जानु भनेको चाहिँ यसो विचार गर्दाखेरि भड्काउनको लागि देखिन्छ क्या। यो जनतामा आक्रोश अझै बढाउन एउटा क्यालकुलेटिभ मुभ। अब ऊ सही हो गलत हो जेसुकै आफ्नो ठाउँमा छ, तर यसले के गर्छ भन्दाखेरि कतिजना मान्छेले उसलाई गलतै भनिरहेको छन् भने पनि त्यहाँ आक्रोश आउँछ, उनीहरू सडकमा उत्रिन्छन् क्या है। र मैले भन्न खोजेको चाहिँ यो समातेको चाहिँ दुर्गा प्रसाईले होइन, यो सरकारलाई जसले चलाइरहेछ त्यसले नै समातेको हो उसको प्रेसरमा। किन त अराजकता फैलाउनको लागि त्यो दिन शान्त भयो भने त अराजकता फैलाउन मिलेन, अलिक गाह्रो भयो होइन। अनि यताउता हुल्दङ्गाहरू पनि गर्न मिलेन, कति पोल खोलिसक्यो। अब उसलाई समात्यो भने के हुन्छ भन्दाखेरि जनतामा रिस आक्रोश झन् बढ्छ र बढेर हुल्दङ्गा आउट अफ कन्ट्रोल उनीहरूले चाहेको जस्तै वेमा उनीहरूले लिएर जान सके, देश अराजक भयो भन्दै होइन। अब 81 पिस ट्रुप्सहरूलाई लिएर आउन सक्ने कन्डिसन पनि छ। किन भन्दाखेरि जेएनजी भाइहरूको आन्दोलनको टाइममा अथवा विद्रोह भन्छु होइन, समयमा चाहिँ के भएको थियो भन्दाखेरि अब युएनले त्यस पछाडि त्यो सकिसके पछाडि नेपालमा एकदम ठुलो विध्वंस हुने सङ्केत, सबैजना सतर्क रहनु होला, ट्राभलमा एडभाइजरी वार्निङ्स भनेर उसले दिइसकेको थियो। तर अब त्यो सानसानो स्टेटमेन्टहरूले नै पोलिटिक्स हुँदो रहेछ भन्ने कुरा जस्तै लाग्छ मलाई होइन। जहाँ देख्दाखेरि चाहिँ उसले दियो सबैजना सतर्क रहनु होला, कस्तो राम्रो रहेछ युएन भन्ने हुन्छ नि, युएन त पुरै गणेश नै हुँदो रहेछ, महादेवै हुँदो रहेछ जस्तै लाग्छ। तर बिहाइन्ड द सिन उसले एउटा आफ्नो रोड म्याप तयार गरेको हुन्छ। त्यो कतिले ध्यान नदिएको हुनसक्छ त्यतिखेर कि अराजकता भयो भने उसले जुन भनेको छ आफ्नो पिस ट्रुप्सलाई यहाँ ड्रप गर्न सक्ने र अमेरिकाको ट्रुप एमसिसीको थ्रुबाट पनि छिर्न सक्ने, युएनको थ्रुबाट पनि छिर्न सक्ने, र जसले राजालाई सपोर्ट गरेको छन् अथवा देशको विषयमा कुरा गर्छन् उनीहरूलाई समहाउ चुप लगाउने अथवा अतिवाद रहेछ भनेर पक्रिने, त्यस्तो खालको कन्डिसन सृजना हुन सक्ने चान्स चाहिँ हाई छ है। त्यही कारणले यो एक किसिमको आन्दोलनलाई रोक्न त होइन, मोर भड्काउनको लागि अगाडिदेखि नै उग्र वेमा प्लान गरियो। सो सबैजनाले चाहिँ हल्का ध्यान दिनु होला, अब एक विचार गर्नु होला। म त्यो भन्छु, किन भन्दाखेरि मैले भनेकै सत्य हो भन्नेमा जानुभयो भने तपाईँलाई आक्रोश आउँछ, तर त्यसमा आफै चयन गर्नुहोस्, बुझ्नुहोस् होइन। अनि के लाग्छ त्यो अनुसारले नै हुन्छ नि, आफ्नो नयाँ तर्क निकाल्नुहोस्। मेरो भनाइ चाहिँ त्यो हो होइन। तर अहिले देखिएको यो तरिकामा चाहिँ यहाँ अगाडि देखिएको सिम्पल छ, हात्तीले देखाएको दाँत, तर भित्रको दाँत चाहिँ अर्कै छ भने जस्तै। अब लिएर गयो दुर्गा प्रसाईलाई अराजकता नहोस् भनेर, तर भयो चाहिँ के भन्दाखेरि त्यही मुभले नै अराजकता लिएर आउने सङ्केत हाई गर्ने मुभ किन चुज गर्यो उनीहरूले भन्नेमा हामीले क्वेसन चाहिँ गर्नैपर्छ। अनि मलाई चाहिँ लाग्छ है अहिलेको जटिल सिचुएसनमा जेएनजी भाइहरूले के गर्नुपर्छ भन्दाखेरि, अथवा सबैजना मिलेर के गर्नुपर्छ भन्दाखेरि, अब देशको चौथो अङ्ग सेना हो है, अनि अथवा जे अङ्ग भन्नु अहिले जीवित छ होइन। तर सेनामै कति घुसपेट भएर राजालाई जोगाउन सकेन यही सेनाले होइन। अब दोष दिएको होइन, शुद्धिकरण चाहिन्छ होइन। राजालाई जोगाउन सकेन, गणतन्त्र पनि लिएर आयो यही सेनाले, जोगाइ पनि रहेछ यही सेनाले। अस्ति आन्दोलनको टाइममा भाइ बहिनीहरूलाई क्ल्यारिटी दिएर त्यतिखेर सङ्कटकाल घोषणा गरेर अन्तरिम संविधान जारी गरेर होइन प्रधानमन्त्री नियुक्त गरेको भए अन्तरिम प्रधानमन्त्री, त्यो चाहिँ अलिकति देशहरू चल्ने नियम प्रक्रियामा चल्यो। तर यो चाहिँ देश चल्ने नियम प्रक्रियामै चल्यो होइन क्या यो अहिले भइरहेको, कि त्यतिखेरको कन्डिसन अलिकति इन्ट्रेस्टिङै छ।
पदमुक्त भइसकेको एक किसिमको आफ्नो पोजिसन छोडेर ज्यान जोगाउन भागेको भनेको पदमुक्त भएको हो। पदमुक्त भइसकेको राष्ट्रपति, पदमुक्त भइसकेको प्रधानमन्त्रीले सिफारिस कसलाई गरिरहेछ भन्दाखेरि सुशीला कार्की जो चाहिँ अब फेरि प्रधान न्यायाधीश, अनि फेरि कुन समयमा भन्दाखेरि संसद विघटन गर्नुभन्दा अगाडि आई थिङ्क सो सबै त अब वाट भन्ने खालको लेभलको छ नि त होइन। अनि सो यो इलेक्सन पनि हुँदैन, ग्यारेन्टीको साथ बढेको बढे 5-7 वर्ष लाग्छ। त्यो 5-7 वर्ष खोइ त चुनाव भन्दाखेरि त्यति वर्ष बितिसकेको हुन्छ, हिंसा नहोस् बरु होइन। तर हुन सक्ने चान्स चाहिँ एकदमै उद्धुम बढेको सङ्केत देखाउँछ। र अहिले राजा त्यहाँ काठमाडौँ नभइकन अरू ठाउँमा भिजिट गर्न जानुमा चाहिँ कुनै यो पोलिटिक्स नभएर एक किसिमको अब जस्तै कुनै अराजक तत्त्वहरूले होइन यो विदेशीको चालमा राजाको बसिरहेको ठाउँमा ढुङ्गै हान्यो भने पनि देश त चकनाचुर हुने भयो, मान्छे त विद्रोहमा जाने भयो, युएनलाई लिएर आउने भयो होइन। अब राजा भाग्नु पऱ्यो भने फेरि पदमुक्त भइसकेको राज संस्था पनि मुक्त भयो नि त, भाग्यो भने त होइन। सो भाग्नु पनि मिलेन। सो त्यो कारणले गर्दाखेरि चाहिँ शान्ति आओस् भन्नको लागि निस्केको हो है, मलाई जहाँसम्म लाग्छ। अनि अब यहाँ पनि अब दुर्गा प्रसाईमा पनि यस्तै खालको सिचुएसन, खासमा शान्ति आओस् भनेर देखाइरहेछ, तर उसलाई पक्रिनु चाहिँ अशान्ति लिएर आउँ चाँडो, किन अप्सन यही हो भनेछ होइन। सो म किन त्यो अघि सेनाको प्रसङ्गमा जोडिन चाहेँ भन्दा सेनाले नै देशलाई एकीकरण गर्न मद्दत पुऱ्याएको हो। पृथ्वीनारायण शाहको पृथ्वी चाहिँ उसले एकीकरणको जर्नी सुरु गरेदेखि र अहिले जुन पृथ्वी पथ भन्ने जुन कन्सेप्टै आएको छ त्यसमा सबै किसिमको एकीकरण हुनु जरुरी भएको देख्दाखेरि एउटा वैचारिक लेभलमा सबै मान्छेहरू होइन र अब सिद्धान्तको लेभलमा भिन्न भिन्न सिद्धान्त भए तापनि एउटा राष्ट्र सिद्धान्तमा सबै एक होइन हुनु सक्ने र सेनालाई चाहिँ भरपुर प्रेसर दिएर शुद्धिकरण चाहियो तपाईँमा अहिले इमिडिएटली। र बरु को छ एउटा हुन्छ नि सबैभन्दा नबिकेको खालको सेना जसले चाहिँ सबै शुद्धिकरण एकैछिनमा गर्न सकेर होइन यो जनताले दिएको प्रेसर जुन, किनकि उनीहरूले नै लडेर देश बनेको हो पहिला, सेनाहरूले नै होइन जनताकै छोराहरू हुन्। अनि त्यही भएर हाम्रो जनताहरूको डिरेक्ट कनेक्सन चाहिँ अब चौथो अङ्ग सबैभन्दा क्लोजेस्ट अब सेनासँग रह्यो। अनि त्यही कारणले गर्दाखेरि चाहिँ भाइहरू सबैजनाहरूले चाहिँ के गर्नुपर्छ होला जस्तो लाग्छ अहिले सिचुएसनलाई हल्का सम्हाल्नको लागि र कन्ट्रोलमा फुल्ली लिनको लागि पनि होइन सेनालाई दबाब दिनु पऱ्यो अहिले भनेका पोइन्टहरूमा होइन, एकदम हाई प्रेसर दिनु पऱ्यो र राजनीति दलका शीर्ष नेताहरूलाई टेबलमा लिएर गएर पञ्चायत र राजतन्त्र पृथ्वी पथको अन्डरमा युनिफाइड बाई जनता एन्ड सेना भनेर साइन गराउन लाएर जनमति भइहाल्यो अनि कुरा डन। त्यस्तो गऱ्यो भने चाहिँ सायद कन्ट्रोल आउँछ। किन भन्दाखेरि अहिले यदि राजालाई कसैले पनि आउनुहोस् न त बहुदलीय प्रजातन्त्र र संवैधानिक राज संस्थामा फर्केर आउनुहोस् भन्दा म त राजालाई के रेकमेन्ड गर्छु भन्दाखेरि चुप्प लाएर बस्नुहोस्। चुप्प लायो भने देश रहन्छ र जनता पनि रहन्छ, किन भन्दा त्यो शक्ति अझै छ भन्ने त्यो भान भएर उनीहरूले फेरि देशलाई कब्जा गर्न सकेन। तर बहुदलीय प्रजातन्त्रमा छिर्यो भने फेरि राजा आएर नेक्स्ट मुभ चाहिँ सक्दोभन्दा सक्दो राजालाई बदनाम गर्ने हुन्छ कि र अथवा सखापै पार्ने हुन्छ है, जसले गर्दाखेरि चाहिँ देशलाई फेरि कन्ट्रोलमा लिन सक्ने एउटा योजना, त्यसैको चक्रव्यूहमा फेरि हामी फस्छौँ। अनि यदि हामीले यसलाई नै बाइपास गर्ने हो भने चाहिँ अब हामीले यो तरिकामा अलिकति बोल्ड भएर सोच्नै पर्छ है। विचार सङ्कुचित राख्यो भने केही सोच्न सकिन्न होइन, र यदि हामीले बोल्ड विचार राख्यौँ भने चाहिँ यो गर्न सकिन्छ जस्तो लाग्छ। हामीलाई कन्ट्रोल गरेको नि विचारले हो, विचारमा फ्री हौँ होइन, जे चाहिन्छ ठाउँको ठाउँ बताउँ होइन। जहाँ चाहिँ अहिले हामीलाई चाहिने राजतन्त्र हो, पञ्चायत हो, पृथ्वी पथको अन्डरमा हो, जसले गर्दा देशको इकोनोमी डेभलप हुन्छ, देशको टुरिज्म डेभलप हुन्छ। किनकि हामीलाई क्वान्टिटी चाहिएको छैन, हामीलाई क्वालिटी चाहिएको छ होइन। अनि देशभरिको धार्मिक स्थल बौद्धदेखि लिएर किराँत सबैलाई रिडिफाइन गर्न मिल्यो र यो मनी बेस्ट हुन्छ नि, भिजिटमा लिएर आउनु पनि मिल्यो मान्छेहरूलाई, फ्रीमा आउनु साटो बोर्डर क्लोज भइसके पछाडि त्यो त्यसैले नै अर्थतन्त्र कहाँदेखि कहाँ लिएर जाने खालको एउटा सम्भावना जस्ट बिकज अफ द्याट नै कति छ। यो हामी खोक्रेको टुरिज्म
जुनमा चाहिँ 20-30 अर्ब आउँछ, 80-90 अर्ब 100 अर्ब डुब्छ। त्यस्तो खालको टुरिज्मको लैलैमा मान्छेले हुन्छ नि जे भन्यो त्यसैको लैलैमा नलागिकन अहिले पार्टीको पछाडि पनि होइन, सिधै सेनालाई प्रेसराइज गर्नु पर्यो। यो अलिकति शुद्धिकरण गर्ने मान्छेलाई माथि नियुक्त गर्नुहोस् होइन, हेड अफ सेना बरु अहिलेको गर्न मानेन भने जसले चाहिँ यो गर्न सक्छ त्यसमा प्रेसर दिनुहोस् बरु। र नेताहरूलाई सबै नेता होइन, जो हेड छन् उनीहरूलाई लिएर आएर टेबलमा राखेर साइन गर्न लानु पऱ्यो र भाइहरू पनि प्रेजेन्ट हुनु पऱ्यो होइन। त्यो पर्टिकुलर अथवा अरू वर्गको मान्छेहरू पनि हुनु पऱ्यो होइन। त्यो पर्टिकुलर वेमा छ्याप्प लाएर छोप्यो भने हामीले छोप्यौँ र विदेशी हस्तक्षेप झ्याप्पै घट्यो क्या। अब पर्च गर्न लामो टाइम लाग्छ, किन भन्दाखेरि धेरै घुसिसकेको हुनाले 10-15-20 वर्ष लाग्ला, तर त्यसपछि बाटो बन्दै जान्छ होइन। के गर्ने हो, नेपालमा विद्वान मान्छे छँदैछन् होइन, त्यसपछि कुराहरू राम्रो राम्रो निस्किँदै जाला। अहिले थटको इन्भेजनमा हामी ट्र्यापमा नपरौँ, बी फ्री फ्रम अल दिस ननसेन्स कल्ड डेमोक्रेसी होइन, एन्ड अन्डरस्ट्यान्ड द रियल डेमोक्रेसी लाइज इन राजतन्त्र। किन भन्दाखेरि त्यो तन्त्र बेस साधना भएको हुनाले साधनामा प्रजा पनि पऱ्यो, गण पनि पऱ्यो, गण र प्रजाको सुख नै त्यसको साधना हुन्छ, नत्र उसको साधना पुरै हुँदैन। त्यसैको कारणले यो कुरा बुझ्नु एकदम जरुरी छ। भारतलाई पनि लिन गाह्रो पर्छ नेपालमा त्यो नाम त्यसरी नै ट्याग भयो भने। हिन्दू राज्य मात्रै भएमा भारतले लिएर जान्छ, उसको पहिलाको योजना हो ब्रिटिसदेखिको होइन। सो यो सबै चक्रव्यूहबाट हट्नको लागि चाहिँ हामीले यो एकीकरण गर्नै पर्छ र त्यसको लागि बुझ्नुहोस्, मनन गर्नुहोस् होइन। कस्तो लाग्छ हेर्नुहोस्, राम्रो लागेछ भने सेनामा पहल गर्ने भाषणहरू दिन थाल्नुहोस्, इमिडिएटली चाहिने एक्सन्सहरू। ल थ्याङ्क यू। यति भन्दै म टुङ्गाएँ, अब वाक पनि सकिन आँट्यो ल है त।